गरिराख्न भन्ने अवस्थामा चाहिँ यो प्रयोग अ नथाको प्रयोग गरिन्छ भन्ने कुरा बुझ्नुहोस् है त। यो अलिक पढिसकेको कारणले गर्दा म अलिक फास्ट जान्छु है त यो कुरामा। ल अब हेर्नुहोस् वाक्यहरू हेरौँ। फाँगे छाल्टे भन्छ। फाँगे छाल्टे भनेको चाहिँ राति सुत्ने बेलामा हिउँदे जनावरुल क नुहायो भन्छ है। भनेको राति सुत्ने बेलामा चाहिँ के गर्छु भन्दाखेरि मोबाइल फोन अफ गरी राख्छु भन्छ है। के त अफ गरी राख्छु भनेर भनेको छ। त्यस्तै गरी अर्को हेरौँ। सोफोरुल फोजाङ्गे नुहायो भन्छ। यो पार्सल के गर्नुहोस् त सरी नो आसेयो हुनुपर्ने होइन नो उसेयो है। नो उसेयो हुनुपर्ने होइन सानो सच्याउनुहोस् है त। यो पार्सललाई प्याक गरी राख्नुहोस् भनेर नि नआयो ठाउँमा चाहिँ नउस्यो भनेर राख्नुहोस्। सानो मिस्टेक भएछ है। त्यस्तै गरी तिनमा हेरौँ। छनुन नेइल नुत्के गाँजी भन्छ। म भोलि ढिलोसम्म नुत्के गाँजी भनेको चाहिँ ढिलोसम्म छा नउल कम्निदा भनेको चाहिँ सुती राख्नेछु भन्छ। के त सुती राख्नेछु भोलि ढिलोसम्म भन्ने कुरा छ है। त्यस्तै गरी छिगुम सिक्ताङ्गुल एआखे भन्छ। अहिले रेस्टुरेन्ट के बुकिङ गरी नौल कम्निदा भनेको चाहिँ राख्नेछु भनेर भनेको छ है। ल यो चाहिँ हामीहरूले पढिसकेको कारणले गर्दा है साथसाथै ट्याबमै स्क्रिनसट लिनुहोस् त साथीहरू है। स्क्रिनसट लिएर चाहिँ सार्नु होला। ल यसको चाहिँ अभ्यास गरौँ साथीहरू है। दुईटा क्वेसन अभ्यास गरौँ। 2 मिनटको टाइम दिएँ मैले है। 2 मिनटभन्दा धेरै नै ठ्याक्क 2 मिनटमा चाहिँ म अनम्युट भइहाल्छु है त। 2 मिनटको टाइम चाहिँ तपाईँहरूलाई सार्नको लागि दिएँ। यो काम गर्नको लागि है त अभ्यास गर्नको लागि। पढिसकेको कारणले गर्दा मैले अलिक फास्ट लगेको है यसलाई। अर्को नयाँ पढ्नु छ हामीले त्यही भएर बिचमै रोकेको थियो त्यही भएर चाहिँ मैले अलिक फास्ट लगेको। ल 2 मिनटमा चाहिँ तपाईँले के गर्नुहोस् भन्दाखेरि अभ्यास गर्नुहोस् है त। ल साथीहरू एन्सर चेक गरौँ है। एन्सर चेक गरौँ सबैजनाले है। हेर्नुहोस् त एन्सर हेर्नुहोस्। हेर्नुहोस् स्याउ किनी राख्नुहोस् भने है। स्याउ किनी राख्नुहोस् भनेको सागुवा रुल सा के त नौसेयो भने सागुवा रुल सा नौसेयो भनेको स्याउ किनी राख्नुहोस् भनेको छ। त्यस्तै गरी ढोका बन्द गरी राख्छु भन्दाखेरि मुनुल है खादा नुहायो भन्छ। मुनुल खादा नुहायो।
भनेर चाहिँ भनेको छ है त, ढोका बन्द गरी राख्छु। यसमा कतै कन्फ्युजन भएको छ भने साथीहरू भन्नुहोस् है। अ, आ, चाहिँ कन्फ्युजन भएको छ भने सोधिहाल्नुहोस् है, भनिहाल्नुहोस्। छैन भने चाहिँ अघिल्लो ग्रामर चाहिँ मैले हेर्छु है त। साथीहरू, कोही साथीहरू कन्फ्युजन हुनुहुन्छ अ, आ, अरू साथीहरूले पनि जानकारी दिउँ है, सबैजनाले जानकारी दिनुहोस्। ल, त्यसो भए एक स्टेप अगाडि बढ्यौँ है त। यो अस्ति पढिसकेको कारणले गर्दा अलि फास्ट लगेको छु, अप्ठ्यारो नमान्नु होला है त। अब छौँ हामी आज भिएसटीसँग जामाजा भन्ने टपिकमा छौँ है त। भिएसटीसँग जामाजा, जसको अर्थ चाहिँ ने बित्तिकै भन्ने हुन्छ है। के त? ने बित्तिकै भन्ने हुन्छ। ल बुझ्नुहोस् है। एउटा काम सकिए लगत्तै है, के त? एउटा काम सकिए लगत्तै अर्को काम गर्ने भन्ने अवस्थामा चाहिँ हामीहरूको जामाजाको प्रयोग गरिन्छ है। एउटा काम सकिए लगत्तै अर्को काम गर्ने भन्ने अवस्थामा चाहिँ जामाजाको प्रयोग गरिन्छ भन्ने कुरा चाहिँ बुझ्नु पर्यो है। अब हेर्नुहोस् त, सबै टेन्सले चाहिँ यसको वाक्यको अन्त्य गर्न मिल्छ भन्छ। जुनसुकै टेन्समा पनि हामीहरूले जामाजा प्रयोग गरेको छौँ भने जुनसुकै टेन्सले पनि वाक्यको अन्त्य गर्न सक्छौँ। यसको लागि चाहिँ टेन्स निश्चित छ भन्ने चाहिँ हुँदैन है। वाक्यहरू हेरौँ। वाक्यमा चाहिँ हाम्रो सामु सिरे भन्छ। सामु सिरे भनेको अफिसमा ओ जामाजा आउने बित्तिकै भन्छ। सनसेङ निमुल भनेको चाहिँ शिक्षकज्यूलाई अथवा सरलाई मान्नासयो भेटेँ भनेको। अब यहाँ आइपुग्ने बित्तिकै है, आइपुग्यो त्यो लगत्तै के भयो त भन्दाखेरि सरलाई भेट्ने काम भयो भने चाहिँ अफिसमा आउने बित्तिकै के गर्यो त, शिक्षकलाई भेटेँ अथवा सरलाई भेटेँ भन्ने कुरा छ है। त्यस्तै गरी अर्को हेरौँ। खोयाङ्गे थोछाक खा जामाजा भन्छ। अब यहाँ हेर्नुहोस् त, गाउँ पुग्ने बित्तिकै है, फ्याङ्गे भनेको गाउँ, थोछाखा जामाजा भनेको पुग्ने बित्तिकै, यल्ला खाम्निदा भनेको सम्पर्क गर्छु यानि कि फोन गर्छु भन्ने कुरा नै भयो। यल्ला खाँदा भनेको चाहिँ सम्पर्क गर्नु भन्ने कुरा चाहिँ बुझ्नुहोस् है। गाउँ पुग्ने बित्तिकै सम्पर्क गर्छु भन्छ है। त्यस्तै गरी अर्को हेरौँ। सागोगा नाजामाजा भन्छ। सागोगा नादाबाट सागोगा नाजामाजा भन्छ। दुर्घटना हुने बित्तिकै है, दुर्घटना हुने बित्तिकै ठेङ्गोने खासयो अस्पताल गएँ भन्ने कुरा छ है। दुर्घटना भइसकेपछि लगत्तै चाहिँ हामीहरूको के भयो त, अस्पताल गएँ भन्ने कुरा चाहिँ यसमा चाहिँ छ है। त्यस्तै गरी अर्को पोइन्ट हेरौँ। हिउँदे जनावरुल कुजामाजा भन्छ है। मोबाइल फोन अन गर्ने बित्तिकै के गर्नुहोस् त, छुमुस्यो भनेको चाहिँ सुत्नुहोस् भन्छ। मोबाइल फोनलाई तपाईँहरूले चलाउँदा चलाउँदै के गर्नुहोस् त, अफ गर्ने बित्तिकै के गर्नुहोस्, सुत्नुहोस् भन्ने कुरा चाहिँ छ यसमा है। सजिलो छ। एउटा काम सकिए लगत्तै अर्को काम गर्ने भन्ने अवस्थामा चाहिँ हामीहरूले जामाजाको प्रयोग गर्न सक्छौँ, जसको अर्थ चाहिँ ने बित्तिकै भन्ने कुराहरू हो है। यो यसको चाहिँ हामीले जुन टेन्सले पनि वाक्यको अन्त्य गर्न सक्छौँ है। जामाजा लगाउने बित्तिकै टेन्सको फरक परेन, टेन्स चाहिँ जुनसुकै पनि हुन सक्छ है। यो टेन्स किन लेखेको भन्दाखेरि हामीहरूले एकछिन पछि चाहिँ नुनदेरो पढ्छौँ, त्यसमा चाहिँ हामीहरूले सजिलैसँग बुझ्ने गर्छौँ है त। ल, सामुसिरे ओजामाजा सनसेङ नेमुल मान्न सयो भनेको चाहिँ अफिस आउने बित्तिकै सरलाई भेटेँ भन्ने कुरा भयो। अफिस आउने कुरा भयो, सकियो। त्यसभन्दा पछि चाहिँ सरलाई भेट्ने कुरा अर्को, एउटा सकिने बित्तिकै अर्को। त्यस्तै गरी खोयाङ्गे थोचा खाजामाजा भनेको चाहिँ गाउँ पुग्ने बित्तिकै यसलाई खाम्निदा भनेको सम्पर्क गर्छु। गाउँ पुग्ने कुरा एउटा भयो है, त्यो पुग्ने बित्तिकै पुगिसके लगत्तै के गर्ने भयो त, सम्पर्क गर्छु भन्ने कुरा भयो है। त्यस्तै गरी सागोगा नाजामाजा भन्छ। दुर्घटना हुने बित्तिकै ठेङ्गोने खासै भनेको अस्पताल गएँ भन्ने कुरा छ है। दुर्घटना हुने भन्ने एउटा कुरा भने बित्तिकै अस्पताल जाने भनेको चाहिँ अर्को कुरा है। त्यसै गरी हिउँदे जनावरुल कुजामाजा भनेको चाहिँ मोबाइल फोन अफ गर्ने बित्तिकै छुमुस्यो भनेको चाहिँ सुत्नुहोस् भनेको छ। अब मोबाइल फोन अफ गर्ने एउटा कुरा भयो, त्यो सक्ने बित्तिकै के त, सुत्ने काम चाहिँ अर्को कुरा भयो भन्ने कुरा भयो। यसमा चाहिँ कन्फ्युजन भएको कुनै कुरा छ भने भन्नु साथीहरू है। कन्फ्युजन छैन भने तपाईँहरूले चाहिँ स्क्रिनसट लिएर राख्नुहोस् है, यसलाई सार्नु होला है त। केही अभ्यास गर्नको लागि चाहिँ मैले क्वेसन दिन्छु, किन भन्दाखेरि आज चाहिँ हाम्रो जुमको मिटिङ धेरै लामो छैन, 40 मिनट मात्र भएको कारणले गर्दा
ग्रामरलाई चाहिँ बिचमै रोक्नुपर्ने अवस्था पनि हुनसक्छ। त्यस कारणले गर्दा चाहिँ स्क्रिनसट लिनुहोस्, घरमा सार्नु होला है त, एकान्तमा अवश्य सार्नु होला। ओके साथीहरू। त्यस कारणले मैले तपाईँहरूलाई चाहिँ अभ्यास गर्नको लागि दुईवटा क्वेसनहरू चाहिँ दिएँ है। र दुईवटा क्वेसनहरू तपाईँले गर्नुहोस् त, प्र्याक्टिस गर्नुहोस्, 2 मिनटको टाइम। ल स्क्रिनसट गर्नुहोस् साथीहरू है। अनि क्वेसनलाई अभ्यास गर्नुहोस्, 2 मिनटको टाइम दिएँ। अभ्यासको लागि चाहिँ टाइम लिनुपर्छ हामीले है, अभ्यास गर्नुपर्छ, कतिको बुझ्नु भएको छ त्यसको बारेमा चाहिँ सबै जानकारी लिन सक्नु पर्यो है। ल 2 मिनटको टाइम है त साथीहरूलाई अभ्यास गर्नको लागि। ल ठिक छ है। ठिक छ साम्राज्ञीजी, अरू साथीहरूले पनि पठाउँदै गरौँ है। ठिक छ ल साथीहरू, चेक गरौँ है। चेक गरौँ त एन्सर सिट। ल एन्सर चेक गरौँ के रहेछ है त, हेर्नुहोस् त। हिजो साथीलाई भेट्ने बित्तिकै फिल्म हेर्न गयौँ हे। अब यहाँनिर साथीलाई भेट्ने बित्तिकै फिल्म हेर्न गयौँ भन्दा बित्तिकै अब यता हेर्नुहोस् त, अझै भनेको हिजो भयो, छिङ्गुरुल अथवा छिङ्गु एगे पनि भन्न मिल्छ, यसमा चाहिँ फरक परेन है त। छिङ्गुरुल के त मान्ना मान्ना जामा जाए, भेट्ने बित्तिकै फिल्म हेर्न गयौँ भनेको याङवा रुल फोर र खासयो अथवा खासुमिदा है। साम्राज्ञीजीको खायो मात्र भएको छ, खासयो बनाउनुहोस् है त, अरू त ठिक छ है। अझै छिङ्गु एगे अथवा छिङ्गु आगो मान्ना जामा जा, भेट्ने बित्तिकै याङवा रुल फोर खासयो फिल्म हेर्न गयौँ भनेर चाहिँ भन्न सक्नुभयो। त्यस्तै गरी खाना खाने बित्तिकै भन्छ, खाना खाने बित्तिकै भनेको उमाकुल मक्सुमिदा पनि भन्न सक्ने, मक्चामाजा पनि भन्न सकियो, अनि तपाईँको शिक्षा हाजामाजा पनि भन्न सक्नुभयो है। शिक्षा हाजामाजा पनि भन्न सक्नुहुन्छ है। अ, यहाँनिर अर्को लेखौँ, मैले एन्सर दिएँ है। उम्सिगुल मक्चामाजा छायो है। खाना खाने बित्तिकै सुतेँ भनेको यहाँनिर चाहिँ तपाईँले शिक्षा आजामाजा पनि भन्न सक्नुहुन्छ है। शिक्षा आजामाजा छायो पनि भन्न सक्नुहुन्छ है। साथीहरू यसमा नबुझेको कुरा केही छ भने भनौँ है। बुझेको छ भने अगाडि बढौँ, बुझेको छैन भने सोधौँ है। साथीहरू म्यासेज गरौँ, क्लियर छ भने अगाडि बढौँ, छैन भने यसलाई एकचोटि रिभिजन गरौँ, रिपिटेड गरौँ। एकको अभ्यासको एक कि हाम्रो वाक्यको एक, उदाहरणको एक भन्नुहोस् त। हजुर फोर है, हेर्न भनेको फोर, फोर खास यो भनेको हेर्न गयौँ भन्न खोजेको है। साथीलाई भेट्ने बित्तिकै फिल्म हेर्न गयौँ भन्ने फोर हुन्छ हजुर। यहाँहरू फोर भन्ने। अरू साथीहरू कतै कन्फ्युजन छ भने सोधौँ, छैन भने अगाडि बढौँ। जानकारी दिउँ है साथीहरू, हेर्न गरौँ। धेरै अप्ठ्यारो खालको ग्रामर चाहिँ छैन, सामान्य अर्थ बुझ्दा पनि काफी हुन्छ है। फिग्यो आउँदाखेरि अलि समस्या हो, फिग्यो छैन भने चाहिँ फरक पर्दैन है त। अहिले चाहिँ हामीहरूले फिग्यो पढिराख्न पनि आवश्यक छैन, फिग्योको लागि आवश्यक पर्यो भने चाहिँ हामीहरूले क्लास लिँदै गरौँला है त। हान्थे एगे है, उल रुल जे पनि प्रयोग गर्न सक्नुहुन्छ, फरक परेन है यसमा। ओके ल साथीहरू, क्लियर हुनुहुन्छ नि? ल जानकारी दिउँ, म्यासेज गरौँ साथीहरू ए। साथीहरूले बुझ्नु भएन कि खै, म्यासेज नै दिनु भएन, म्यासेज नै जानकारी गर्न गराउनु भएन है। लेख्दै हुनुहुन्छ जस्तो लाग्यो है। ल क्लियर नै छ, ठिक छ त्यसो भए है त। ल अब एक स्टेप अगाडि बढ्यौँ है साथीहरू। ल अब जाउँ हामी भिएसटीसँग नुनदेरो ने बित्तिकै भन्छ है।
भिएसटीसँग नुन ने बित्तिकै भन्ने अर्थ दिन्छ भने नाउनसँग चाहिँ डेरोको प्रयोग गर्न सक्छौँ जसको अर्थ चाहिँ हामीहरूको अनुसार भन्ने हुन्छ है के त अनुसार भन्ने हुन्छ ल हामीहरूले केही वाक्यहरू हेरौँ पहिला चाहिँ यसको बारेमा जानकारी लिउँ एउटा काम गरिसके लगत्तै अर्को काम गर्ने भन्ने अवस्थामा जस्तै हाम्रो जामाजाकै जस्तो है के त जामाजाकै जस्तो तर प्रेजेन्ट टेन्समा मात्र है बिर्सिँदैन है एउटा काम गरिसके लगत्तै अर्को काम गर्ने अवस्थामा पनि नुनदेरोको प्रयोग गरिन्छ भन्छ लाइक ए जामाजा है जामाजा र नुनदेरो लगभग लगभग सँगै आउँदैन साथीहरू है त अब छुट्याउने कसरी त भन्दाखेरि यहाँनिर देख्न सकिहाल्छौँ हामीहरूले ल यता हेरौँ पास्ट टेन्ससँग चाहिँ नुनदेरोको प्रयोग गरिँदैन है कुन टेन्ससँग पास्ट टेन्ससँग चाहिँ नुनदेरोको प्रयोग गरिँदैन तर जामाजा चाहिँ सबै टेन्ससँग प्रयोग गरिन्छ भन्ने कुरा चाहिँ सामान्य रूपमा बुझ्नुहोस् है ल अब वाक्यहरू हेरौँ वाक्यहरू हेर्दाखेरि अब यहाँनिर ओ जामाजा भएको ठाउँमा हामीहरूले ओ नुनदेरो पनि लगाउन सक्छौँ है यहाँनिर ओ नुनदेरो ओ जामाजा नै भएको रहेछ साथीहरू है ल चाहिँ मैले एकछिन स्किप गरेँ ओ जामाजा नै भएको रहेछ यहाँनिर यहाँनिर ओ नुनदेरो लेख्छौँ है त पुरा एउटै हुन आउँछ है नुनदेरो है साथीहरू अँ, सामुसिरे ओनुन्देरो भन्छ है अफिस आउने बित्तिकै है कि त सनसेङ नेमुल मान्नायो भने साथी सरलाई भेटेँ है सनसेङ नेमुलाई भेटेँ भन्छ सरी भेट्छौँ है अफिसमा आउने बित्तिकै सरलाई भेट्छु भन्छ भेटेँ भन्न पाइँदैन किन भन्दाखेरि पास्ट टेन्समा नुनदेरोको प्रयोग गर्न पाइँदैन त्यस्तै गरी दुईमा हेरौँ खोयाङ्गे थोचा खानुन डेरो यल्ला खालके भन्छ है गाउँमा पुग्ने बित्तिकै के गर्नेछु त फोन गर्नेछु तर फ्युचर टेन्समा प्रयोग त गरिन्छ फेरि हामीहरूले भनेका छौँ पास्ट टेन्ससँग मात्रै प्रयोग गर्न सकिँदैन तर फ्युचर पनि प्रयोग गर्न सक्यो प्रेजेन्ट पनि प्रयोग गर्न सकियो है ल त्यस्तै गरी अर्को हेरौँ ओनुल नमु फिगोनेछ भन्छ आज ज्यादै थकित भएकोले छिबे ओनुन है ओनुन डेलो भनेको चाहिँ घर आउने बित्तिकै छायो भनेको सुत्छौँ भन्छ है आज चाहिँ ज्यादै थकित भएकोले घर आउने बित्तिकै के गर्छु त सुत्छौँ भन्ने कुरा छ है त्यस्तै गरी अब नाउनसँग डेरो भन्छ जसको अर्थ चाहिँ अनुसार भन्ने हुन्छ के त अनुसार भन्ने हुन्छ ल यसको इक्जाम्पलहरू पनि हेरौँ एकमा त चाहिँ खेवेक है खेवेक तेरो भन्छ खेवेक भनेको चाहिँ योजना अनुसार खेवेक तेरो भनेको चाहिँ योजना अनुसार इरुल हेया हाम्निदा भनेको काम गर्नुपर्छ योजना अनुसार चाहिँ के गर्नुपर्छ काम गर्नुपर्छ भन्छ खेवेक भनेको चाहिँ योजना है योजना अनुसार काम गर्नुपर्छ त्यस्तै गरी अर्को हेरौँ छुमुन डेरो है उम्सिगुल छुन्बी आस्यो भन्छ अर्डर अनुसार है अर्डर अनुसार खाना तयार गर्नुहोस् भनेर चाहिँ भनेको छ है अब यसमा चाहिँ सामान्य रूपमा बुझ्दाखेरि एउटा काम है जस्तै हाम्रो जामाजा पढ्यो नि है त्यस्तै ठाउँमा चाहिँ के त भन्दाखेरि नुनदेरोको पनि प्रयोग गरिन्छ मात्र एउटा कुरा के छ भन्दाखेरि नुनदेरोलाई चाहिँ पास्ट टेन्ससँग प्रयोग गर्न सकिँदैन भने अरू जुनसुकै कुरासँग पनि प्रयोग गर्न सकिन्छ है अब हेर्नुहोस् त सामु सिरे ओनुनदेरो यहाँनिर ओनुनदेरोको ठाउँमा ओजामाजा भएको पनि एउटै कुरा हो है ओनुनदेरो सनसेङ नेमुल मान्नायो शिक्षकज्यूलाई भेट्छु भन्छ है हजुर प्रेजेन्ट र फ्युचरमा युज हुन्छ अनि तपाईँको आदेश दिँदाखेरि पनि प्रयोग हुन्छ फरक पर्दैन है त सबै कुरामा प्रयोग हुन्छ मात्र पास्ट टेन्ससँग प्रयोग हुँदैन त्यति कुरा चाहिँ बुझिराख्नुहोस् है त अनि खोयाङ्गे थोचा कानुन भन्छ गाउँ पुग्ने बित्तिकै थोचा कानुन दिएर भनेको चाहिँ गाउँ पुग्ने बित्तिकै यल्ला खालके भनेको चाहिँ सम्पर्क गर्नेछु भन्छ है त्यस्तै गरी ओनुल नमु फिगोनेछ भन्छ है आज ज्यादै थकित भएकोले छिबे ओनुन्देरो
छायो भनेको चाहिँ घर आउने बित्तिकै सुत्छु भन्ने कुरा भयो है। त्यस्तै गरी नाउनसँग चाहिँ डेरोको प्रयोग हुने रहेछ साथीहरू है। इक्जाम्पल अनुसार चाहिँ हामीहरू खेवेक डेरो भनेको चाहिँ योजना अनुसार इरु ल्याउनिदा काम गर्नुपर्छ तब मात्र सफल भइन्छ नि है। योजना बनाइएन भने चाहिँ सफल हुन्छ त हुँदैन नि है। त्यस्तै गरी छुमुन डेरो उम्सिगुल छुम्बी हाँस्यो भन्छ। अर्डर अनुसारको खाना तयार गर्नुहोस्, अर्डर अनुसार खाना तयार गर्नुहोस् भन्ने कुरा छ है। ल साथीहरू यसलाई स्क्रिनसट गर्नुहोस् त है। स्क्रिनसट गर्नुहोस् है। अब चाहिँ हाम्रो यो मिटिङ हुनको लागि धेरै टाइम छैन है साथीहरू। यो चाहिँ अब हाम्रो जुम चाहिँ लामो समयको नभएको कारणले गर्दा 3 मिनट मात्र बाँकी छ। सरस्वती के गर्नु त यसलाई स्क्रिनसट गर्नुहोस्। घरमा चाहिँ के गर्नु होला त तपाईँहरूले अभ्यास गर्नु होला है त। अभ्यासको लागि मैले के क्वेसनहरू दिउँला, एकचोटि अर्को ग्रामर पढ्छौँ। ल साथीहरू स्क्रिनसट गरिहाल्नुहोस् है, लेट नगर्नुहोस्। गर्नुभयो त साथीहरू स्क्रिनसट? ल त्यसो भए एक स्टेप अगाडि बढ्यौँ है। यहाँ तल छ अर्को पनि छ सेङ्गाक तेरो भन्छ खुरिमुल हानभन खुरिया फोसेयो भन्छ है। सोचे अनुसारको चित्र एकपटक खिची हेर्नुहोस् भनेर चाहिँ भनेको छ है त। ठिक छ साथीहरू, अरू साथीहरूले चाहिँ स्क्रिनसट गर्नुहोस् है त। ल एक स्टेप अगाडि अब चाहिँ हामीहरूको पास्ट टेन्ससँग है। पास्ट टेन्ससँगको लागि त अर्को आयो है साथीहरू। सनसेङ के हुन्छ है, सनसेङ मूल पनि हुन्छ के पनि हुन्छ है। यो चाहिँ भेट्ने काममा चाहिँ उलरुल पनि लाग्न सक्यो, एगे हान्थे के पनि लाग्न सक्यो है। तर सिनियर भएको कारणले गर्दा कि त के हुनुपर्ने हो कि त उज्रुल हुनुपर्ने हो है त। अब हेर्नुहोस् त न अथवा उन्देरो भन्छ ए अनुसार। अब चाहिँ हाम्रो पास्ट टेन्सको लागि न अथवा उन रहेछ हेर्नुहोस् त है। ए अनुसार भन्ने कुरा भयो। अब वाक्यहरू हेरौँ। पास्ट टेन्ससँग न अथवा उन्देरोको प्रयोग गरिन्छ। कुन टेन्ससँग? पास्ट टेन्ससँग चाहिँ न अथवा उन्देरोको प्रयोग गरिन्छ भने नुनदेरोको प्रयोग गर्न पाइँदैन भन्ने कुरा चाहिँ बुझ्नुहोस् है। त्यस्तै गरी फाच्चिम हुँदाखेरि चाहिँ उन्देरो भने फाच्चिम नहुँदा र के हुँदा र इन्डिङ हुँदाखेरि चाहिँ नदेरोको प्रयोग गरिन्छ भन्ने कुरा चाहिँ क्लियर हुनुहोस् है। ल अहिले एसएमएसतिर ध्यान नदिनुहोस्, अहिले पढाइतिर ध्यान दिनुहोस् है। अब यसमा पनि वाक्यहरू हेरौँ हामी, धेरै टाइम छैन है। अमनी केस छिनानजुमारे याक्सो घानुन्देरो अनुल से ओसुल साया छसयो भन्छ। अब हेर्नुहोस् त के भनेको छ भन्दाखेरि आमाले गत सप्ताहन्तमा बाचा गरे अनुसार आज नयाँ कपडा किनिदिनु भयो भनेको छ है। सप्ताहन्तमा बाचा गरे अनुसार पास्ट टेन्समा चाहिँ के कुरा गरे अनुसार चाहिँ किनिदिनु भयो भनेर पास्ट टेन्समा नै के गरेको छ त वाक्यको अन्त्य गरेको छ है। त्यस्तै गरी अर्को हेरौँ सेङ्गा खान्देरो भनेको चाहिँ सोच अनुसार विचार अनुसार सोचे अनुसार चाहिँ सियमुल हाप्के केसयो भनेको परीक्षा पास गरेँ। सियमुल हाप्के केसयो भनेको चाहिँ परीक्षा पास गरेँ भनेको छ है। सोचे अनुसार परीक्षा पास गरेँ भन्छ। त्यस्तै गरी अब अभ्यास गरौँ है। यसलाई स्क्रिनसट गर्नु साथीहरू, अनि यसलाई चाहिँ अभ्यास गर्नुहोस् है। स्क्रिनसट गरेर अभ्यास गरिराख्नुहोस् साथीहरू है। टाइम सकिसकेको छ है। कति बेला अफ हुन्छ भन्न सकिँदैन, स्क्रिनसट गरिहाल्नुहोस् है। अनि यसलाई चाहिँ अभ्यास गरेर आउनुहोस्, भोलि चाहिँ यसको एन्सर चाहिँ हेर्छौँ हामीले है। ओके साथीहरू? ल ओके भनेर मेसेज गरौँ त साथीहरू। आजलाई सानो क्लास भयो है। ल, ठिक छ है। ल साथीहरू है, मिटिङ अब एकछिनमै अफ भइहाल्छ है। नरिसाउनु होला है।